पहिला चाहिँ जङ्गलमा गाई मात्रै छोड्थ्यो तर यहाँ चाहिँ हेर्नु न भैँसी अनि त्यसपछि राँगाहरू पनि जङ्गलमै चराउने रहेछ क्या कस्तो मजाले रुखबाट त्यो टिपेर खाइरहेले अर्ग्यानिक अनि फेरि उनीहरू त्यो भएको पुरै वन जङ्गल गरेर खाने ओहो उब्रिन सक्दैन पुरा जङ्गलबाट तानेर खाइरहेको छ कि उसले मजाले भैँसीहरू पनि पुरै जङ्गलमै हाम्रो चाहिँ तर गाई मात्रै छोड्थ्यो यसो गरेर तर यहाँ चाहिँ पुरै भैँसी नै यो लेक भएर अनि हामी चाहिँ भोजपुरको टेम्पे भन्ने भन्दा अलिक तल छौँ यहाँ चाहिँ पुरै जङ्गलमा नै भैँसीहरू कि भैँसी अनि गाईहरू चाहिँ अलिक माथि छ भैँसीहरू चाहिँ यहाँ तल त जङ्गलमै यसो चाहिँ हामी चाहिँ भैँसीलाई चाहिँ घाँस मात्रै काटेर हालिदिने गर्थ्यौँ सो यतातिर चाहिँ भैँसीलाई जङ्गलमै छोड्दो रहेछ चरनमै यस्तो राम्रो